त्यसपछि उहाँहरू गेत्सेमनी नाउँ भएको ठाउँमा जानुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बस। तब उहाँले पत्रुस, याकुब र यूहन्नालाई साथमा लैजानुभयो र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ, तिमीहरू यहीँ बस र जागा रह। अनि अलि पर गएर उहाँ भुइँमा घोप्टिनुभयो र हुन सक्छ भने त्यो घडी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईँले इच्छा गर्नुभए जस्तो होस्। केही समयपछि येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, बेला आइपुग्यो, हेर मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ। उठ जाउँ, हेर मलाई विश्वासघात गर्ने नजिकै छ। एकजना चेलाले उहाँलाई धोका दिनेछ भनेर उहाँलाई थाहा थियो। आफूलाई सताउने धार्मिक गुरुहरूबाट उम्किने शक्ति उहाँसँग थियो, तैपनि उहाँ आफ्नो खुसीले उनीहरूसँग जानुभयो, किनभने यो सबै परमेश्वरको योजनाको एउटा भाग थियो। तब तिनीहरूले येशूलाई प्रधान पुजारी कहाँ लगे र त्यहाँ सबै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरू जम्मा भएका थिए। अब मुख्य पुजारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाई खोजे, तर केही पाएनन्। धेरैले उहाँको विरुद्धमा झुटो गवाई दिए, तर तिनीहरूले दिएको गवाईले मेल खाएन। कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाई दिए, यसले यसो भनेको हामीले सुन्यौँ, मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु र हातै बिना बनाइएको अर्को मन्दिर म 3 दिनमा निर्माण गर्नेछु। तर यसमा पनि तिनीहरूको गवाई एकै मतको थिएन। तब प्रधान पुजारीले बीचमा खडा भएर येशूलाई सोधे, के तँसँग केही जवाब छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाई दिएको के हो? तर येशू चुप लाग्नुभयो र केही जवाफ दिनु भएन। फेरि प्रधान पुजारीले उहाँलाई सोधे, के तँ परम धन्यको पुत्र ख्रिस्ट होस्? येशूले भन्नुभयो, म हुँ। अनि तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्यातेर भने, हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र? तिमीहरूले ईश्वर निन्दा त सुनिहाल्यौ, तिमीहरूको के विचार छ? अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए। हेरोद राजाको समयमा यहुदियाको बेथलेहममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरुसलेममा आइपुगे र तिनीहरूले भने, यहुदियाका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए र तिनीसँग सारा यरुसलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे र ख्रिस्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गरे। तिनीहरूले तिनलाई भने, यहुदियाको बेथलेहेममा, किनभने अगमवक्ताले लेखेका छन्, ए बेथलेहेम, यहुदा मुलुकको गाउँ, त कुनै किसिमले यहुदाका शासकहरूका बीचमा कुनै भन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एकजना शासक निस्किआउनेछन् जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नेछन्। तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहममा पठाए, जाओ र ठिकसँग त्यस बालकको खोजी गर, तिनलाई भेटाएपछि मलाई खबर गर र म पनि तिनलाई दण्डवत गर्नेछु। हेरोदले गोप्य रूपमा बालकलाई मार्ने योजना बनाए। तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे त्यो तारा तिनीहरूका अघि अघि गयो र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यही अडियो। जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्रका भेटी चढाए। अनि हेरोद कहाँ फर्की नजानु भन्ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। तिनीहरू गएपछि परमप्रभुका एउटा दूत सपनामा योसेफ कहाँ देखा परे र तिनले यसो भने, उठ,
साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्र देशमा भागिहाल र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ। अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्र देशमा राति नै गइहाले र हेरोदको मृत्यु नहुन्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, मैले आफ्ना पुत्रलाई मिश्र देशबाट बोलाएँ। बिहान हुने बित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे र पिलातस कहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूका राजा हौ? उहाँले उनलाई जवाफ दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्। तर येशूले फेरि केही जवाफ दिनु भएन, यहाँसम्म कि पिलातस छक्क परे। पिलातसले भिडलाई सम्बोधन गरे, त्यसो भए जसलाई तिमीहरू यहुदीहरूका राजा भन्छौ उसलाई चाहिँ म के गरौँ त? तिनीहरू फेरि चिच्याए, त्यसलाई क्रुसमा टाङ्नुहोस्। पिलातसले तिनीहरूलाई भने, किन? उसले के अपराध गरेको छ र? तर झन साह्रो गरी चिच्याएर तिनीहरूले भने, त्यसलाई क्रुसमा टाङ्नुहोस्। भिडलाई सन्तुष्ट पार्नको निम्ति पिलातसले येशूलाई कोर्रा हान्न र क्रुसमा टाङ्नको लागि सुम्पिदिए। सिपाहीहरूले उहाँलाई महलभित्र लगे र जम्मै पल्टनलाई भेला गराए। अनि तिनीहरूले उहाँलाई बैजनी रङको वस्त्र लगाइदिए र काँडाहरूको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए। अनि यहुदीहरूका राजाको जय भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके र घुँडा टेकेर उहाँलाई दण्डवत गरे। अनि येशूको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए र उहाँका आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रुसमा टाङ्नलाई बाहिर लगे। अनि अलेक्जेन्डर र रुफसका बुवा कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे र येशूको क्रुस बोकेर लैजान तिनलाई कर लगाए। त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए। गलगथाको अर्थ खोपडीको स्थान हो। अनि तिनीहरूले उहाँलाई मुर्र मिसाएको दाखमत दिए, तर त्यो उहाँले ग्रहण गर्नु भएन। अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे।